छत्रदेव गाउँपालिकाको वडा नम्बर 4 को वडाध्यक्ष पदमा ठाकुरपन्थी प्रत्याशी भएको कुराले म एकदमै प्रसन्न छु। ठाकुरपन्थी एकदमै क्रियाशील विद्यार्थी, राजनीतिकर्मी, एकदमै समर्पित र विद्यार्थी राजनीतिमा काम गरिरहेको एउटा नौजवान जो अत्यन्तै समर्पणका साथ आफूले पाएको जिम्मेवारी निर्वाह गर्छन्। म वडामा गएर काम गर्छु र वडालाई बदल्छु भन्ने जुन सोच राखेका छन् त्यसले अत्यन्तै प्रफुल्लित छु। ठाकुरपन्थीले वडाको जिम्मेवारी पाइसके पछाडि म निरन्तर रूपमा त्यो वडालाई उनले आफूले सोचेको जस्तो बनाउने कुरामा मद्दत गर्छु भनेर प्रतिबद्ध पनि रहेको छु। त्यसैले छत्रदेव गाउँपालिकाका वडा नम्बर 4 का सम्पूर्ण वडावासीहरूलाई यो वैशाख 30 गते हुने निर्वाचनमा ठाकुरपन्थी र उनको टिमलाई रुख चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउन अनुरोध गर्दै र सँगसँगै छत्रदेव गाउँपालिकाको प्रमुख, उपप्रमुख र सिङ्गु नेपाली कांग्रेसको टिमलाई रुख चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउनका लागि म हार्दिक अनुरोध गर्दछु।